नमस्ते सबैजनालाई। देशमा चुनावी माहौलहरू दौडानमा रहिरहेको अवस्थामा आज बीबीसीले एउटा डकुमेन्ट्री रिलिज गरेको छ। जेन्जी आन्दोलन भएको 6 महिनापछि रिसर्च गरेर विभिन्न डाटाहरू कलेक्सन गरेर फुटेजहरू कलेक्सन गरेर आज समग्रमा 41 मिनेटको डकुमेन्ट्री प्रसारण भएको छ। यसले धेरै कुराहरू खुलाएको छ। अहिले हाम्रो चुनावी दौडानमा कुनै पार्टीहरूले देश पहिला जलेको त्यसपछि गोली चलाइएको हो भनेर नारा गरिरहेका छन्, शपथ खाइरहेको अवस्थामा चाहिँ वास्तविकता के हो भन्ने कुरा चाहिँ यसले प्रसारण गरेको छ, जनतामा चेत पुर्याइदिएको छ। अझ भनौँ ती व्यक्तिहरू, ती पार्टीमा लागेका मान्छेहरू, झोले कार्यकर्ताहरू सामु चाहिँ यो एउटा प्रुफ बनेर निस्किएको अवस्थामा चाहिँ यसले सनसनीपूर्ण वातावरण सिर्जना गरेको छ। देशमा कहाली लाग्दो छ। भिडियो हेरिराख्दाखेरि मन नरुने कसैको छैन अनि गुजबम्स नआउने कुनै सिन छैन। यस्तो पनि भएको थियो, हाम्रा भाइ बहिनीहरूमाथि यस्तो समेत गरिएको थियो भन्ने कुराहरू पनि छ। देश जल्यो, देशको संरचनाहरू जल्यो, त्यो आफ्नो ठाउँमा छ। त्यो जल्न नहुने संरचनाहरू पनि जलाइयो, जल्यो भन्ने कुराहरू त्यो आफ्नो ठाउँमा छ। तर शान्तिपूर्ण आन्दोलनमा होमिएका विद्यार्थीहरूमाथि गोली जसरी चलाइयो त्यो कुरा बिल्कुलै अनदेखा गर्न मिल्दैन। त्यसैले लिङ्क डिस्क्रिप्सनमा छ, भिडियो हेर्नु होला, आफ्नो प्रतिक्रिया राख्नु होला।